यसरी बोल्नु मन त थिएन कि, तर यो हर्केले बोल्नु बाध्य बनायो कि हर्केले संसद भवनभित्र कुरा उठाएको रहेछ, अनलाइनमा मुख छाड्ने गाली गर्नेलाई के कस्तो कारबाही हुन्छ भनेर भनेको रहेछ। सबैभन्दा पहिला त हर्केलाई कारबाही गर्नुपर्छ। किन भनेर भन्छस् भनेदेखि नि तैँले यहाँ हेर है, तैँले त हर्केलाई भन्दैछु, तैँले के गरेको छस् भनेदेखि यसरी गाली गरेको शब्दहरूलाई चाहिँ तैँले के गरेको छस् त, सेयर गरेको छस्। हेर त आजबाट म हर्क सालबागलाई कुनै पनि इज्जत गर्नु। सुन, तैँले चाहिँ यस्तो यस्तो बोलेको कुराहरू सेयर गर्दा हुने, अनि तँलाई हामीले केही शब्दहरूबाट प्रहार गर्दाखेरि तैँले सहनु नसक्ने भन् त हर्के। तँलाई म संसद मान्दिनँ, नत्र भने तँलाई सम्मान दिने भनेर बोल्थेँ होइन। अब तैँले जसरी बालेन शाहलाई चाहिँ के भन्छ प्रधानमन्त्री मान्दैनस् नि, म पनि तँलाई संसद भनेर तँलाई म मान्दिनँ। त्यो मेरो हक र अधिकारको कुरा हो। अनि तैँले उठाएको रहेछस् यो अनलाइनबाट गाली गर्ने मान्छेहरूलाई चाहिँ के कस्तो कारबाही हुन्छ भनेर उठाएको रहेछस् तैँले होइन। सबैभन्दा पहिला तेरो कार्यकर्ताहरू छ नि, तेरो कार्यकर्ताहरूलाई गएर सम्झा, तेरो कार्यकर्ताहरूलाई कारबाही गरेर देखा। त्यसपछि तँलाई ओपन च्यालेन्ज हो। त्यसपछि नि हामीलाई जे कारबाही हुन्छ हामी भोग्नुको लागि तयार हो, बुझिस् हर्के। नत्र भनेदेखि नि तँ आफै पहिला सुध्री, त्यसपछि चाहिँ हामीलाई जे भन्नु छ भन्, बुझिस् नि हर्के।